म कहीँ बसेन चिन्ता गर्नुहोस् म काठमाडौँमै छु म सुरक्षित छु ल एकचोटि हामी सुरुको प्रार्थना गरौँ है त्यहाँसँग हाम्रो यो भिडियो सुटलाई यो सबै विभिन्न कार्यक्रमहरूलाई हामी प्रभुको हातमा दियौँ त्यसमा हाम्रो ब्रदर थोमस दाइलाई म सुरुको प्रार्थना गरिदिनुलाई म विशेष हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यो विशेष समयको लागि अनि तपाईँको सुसमाचारको लागि र तपाईँको महिमाको लागि जुन गीत रेकर्डिङ गर्न लागिरहेको छ सुटिङ गर्न लागिरहेको छ यसमा तपाईँको उपस्थिति र तपाईँको अनुग्रह र तपाईँको सहायता र तपाईँको फ्रेन्ड रहिरहेको म घोषणा गर्छौँ पर्दामा मात्र होइन तर ज्योतिमा ल्याउनु हुने तपाईँको छोरा स्यामेलज्यूलाई र बहिनीलाई म धन्यवाद दिँदैछु अनि तपाईँको महिमाको लागि जुन काम उहाँहरूले गरिराख्नु भएको छ अझै माथिल्लो लेभलमा हाम्रो चाहिँ खाना पनि पाइँदैछ त्यसपछि हामी भोजन दिइकन हामी चाहिँ हाम्रो ठाउँबाट छुट्नेछौँ तर त्योभन्दा अगाडि म हाम्रो सानो दाइलाई समय दिन चाहन्छु यो गीतको बारेमा प्रभुका जोडहरू प्रभुका सेवकहरू हाम्रो बिचमा हुनुहुन्छ एकदमै तपाईँहरूलाई सम्मान छ आदर छ र जति पनि हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनुभएको छ सबैजनालाई हाम्रो हृदयबाट हामी स्वागत गर्न चाहन्छौँ अनि यो गीत चाहिँ कसरी बन्यो कसरी यो गीत हामीले बनायौँ भने हुन त गीत मानिसले धेरै तरिकाले तयार गरिराखेको हुन्छ धेरै तरिकाले लेखिराखेको हुन्छ धेरै तरिकाले गाइराखेको हुन्छ तर यो गीत चाहिँ कसरी बन्यो भने म चाहिँ चेन्नई जानको लागि म पूर्व मोरङबाट अनि पूर्व मोरङमा बसेर त्यसको भोलिपल्ट चाहिँ चेन्नई सेवाकाईमा जानको लागि चाहिँ रेडी भइराखेको थिएँ अनि त्यो रात लगभग बिहान पख हो अनि प्रभुले मलाई एउटा सपना दर्शन दिनुभयो अनि त्यो सपना दर्शनमा चाहिँ मेरो आत्मा चाहिँ माथि उडिराखेको रहेछ माथि 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 उड्दै गइराखेको त्यो बादलको माथि माथि उडिराखेको मैले देखेँ अनि परमेश्वरको आवाजलाई मैले सुने परमेश्वरले यो आवाज दिनुभएको यो गीत गा भनेर यो आवाज दिनुभएको अनि त्यो गीत चाहिँ मैले केमा सुनेको थिएँ उहाँले दिनुभएको शब्द चाहिँ के थियो भने इङ्ग्लिसमा थियो डु यु लभ मी भनेर प्रभुले यो शब्द दिनुभएको थियो अनि यो गीत गा भनेर मलाई दिनुभयो जसै मैले यो गीतलाई गाउन थालेँ मैले त्यतिखेर कस्तो देखिराखेको थिएँ भने एकदमै गरिसकेका छौँ तर आज आएर अलिकति भिन्न गरौँ आफ्नो भोकल पाठहरू उहाँले गाउनुहुन्छ होइन तर यो नसोच्नु कि हामी सुटिङ गर्दैछौँ तपाईँले यो सोच्नु कि हामी आराधनामा छौँ हामी आराधनामा छौँ हामी आजको समय हामी प्रभुलाई कति समय हुन्छ आधा घन्टा हुन पनि सक्छ 1 घन्टा पनि हुनसक्छ 2 घन्टा पनि हुनसक्छ होइन जबसम्म हाम्रो सामेल दाजुले वर्षिप सकाउनुहुन्न तबसम्म हामी चाहिँ आराधनामा आज हामी बस्नेछौँ नसम्झिनुहोस् कि आज वर्षिप नाइट आज इमानुएल वर्षिप तर्फबाट हाम्रो सामेल दाजु भनौँ न यसो मिस्टीबाट यो गीत रचिएको छ के तिमीले भन्ने यो सङ्घको आज हाम्रो चाहिँ वर्षिप नाइट भनेर सम्झिनुहोस् कसरी हुन्छ प्रभुलाई यो गीतद्वारा आजको दिन धन्यवाद दिनुहोस् प्रभुको यो गीतद्वारा हामी प्रशंसा गर्नेछौँ यो गीतद्वारा हामी उहाँको महिमा गर्नेछौँ यो गीतद्वारा उहाँको हामी बढाइ चढाइ गर्नेछौँ जस्तो अवस्थामा छौँ हामी त्यस्तै अवस्थामा प्रभुलाई समय दिनेछौँ 1 घन्टा आधा घन्टा कति हुन्छ है हामी म खबर पुर्याउँछु म कसैलाई पनि डिस्टर्ब गर्दैन है सुटिङ गर्ने टाइममा सुट गर्ने टाइममा म कसैलाई पनि सिकाउँदैन अब तिमीलाई मिलेन वर्षिप गरेको है तिमीले यसरी बस भनेर मिलाउ सिकाउँदैन चाहिँ हामी आराधना गर्न भेला भएका छौँ यो कुरा मात्र बुझिदिनुहोस् तपाईँलाई सबै कुराहरू असल हुन्छ प्रभुलाई धन्यवाद बाँकी सबै म यहाँ
ठाउँमा हामी तपाईँलाई आदरको मलाई प्रेम गर्छौ